हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ हामी बनाउँदैछौँ कर्कलको तरकारी। यो चाहिँ अब यहाँ यस्तो बोटैदेखि खाने खालको हुँदो रहेछ। यसलाई चाहिँ केलाउँदैछु मैले दिउँसो घाममा बसेर चट्ट। त्यसपछि केलाइसक्दा चाहिँ हात त्यस्तो भइसकेको थियो। यसलाई फर्स्ट टाइम नै बनाउँदैछौँ हामीले, म र बहिनी मिलेर। सुरुमा चाहिँ यो तातो पानी बसाल्यौँ कुकरमा, अनि त्यसमा नुन, तेल र बेसार राखेर अनि कर्कललाई राखेर सिटी लगाइदियौँ। यसलाई लगभग 5-6 सिटी जति लगायौँ। त्यस पछाडि चाहिँ यता मसलाहरू आफूलाई चाहिने सबै रेडी गरेर राखेको थियौँ। प्याज, गोलभेडा, अनि कागती, मेथी, जिरा र लसुन। त्यही बिचमा चाहिँ सिटी लाग्दै गर्दा हामी काँक्रो पनि खाँदै थियौँ। काँक्रो खाँदै गफ गर्दै थियौँ, त्यो पनि खिचिहालेँ मैले। अनि त्यो सिटी लागेकोलाई चाहिँ यसरी खुडेर यतिको बनायौँ र यता कराई बसालेर मेथी र जिरा फुरायौँ। त्यसपछि प्याज पनि राख्यौँ र गोलभेडा राखेर यसलाई मजाले पकाउने र त्यही माथि ज्वाइँ झानिदिने कर्कललाई। र एकछिन उमालेर अलि पातलो पातलो भयो जस्तो लाग्यो, त्यही भएर एकछिन उमालेर यसलाई पकाउने अलिक मजाले, पानी पनि घटाउने। त्यस पछाडि यतिको भएको थियो। अनि त्यसपछि कागती निचर्ने। त्यसपछि खानालाई रेडी भयो, मिठो भएको थियो। थ्याङ्क यू एभ्रिवान फर वाचिङ। लाइक, सेयर के मिल्छ सबै गरिदिनु होला। थ्याङ्क यू।